दर्शकबिन योगेन्द्र भाटलाई यो अवस्थासम्म पुर्याउने उनको ससुराली अर्थात् रश्मि पनेरुका माइती पक्षले समेत साथ सपोर्ट दिएको योगेन्द्र भाटले खुलासा गरेका छन्। उनले भनेका छन् छोरीलाई त्यस्तो नगर्न भन्नु भन्दै हार गुहार माग्दा पनि उनको रश्मि पनेरुका माइती पक्षले भनेका छन् कि ओ युएसमा छ 10-20 जति पनि बे गर्न सक्छ भन्दै योगेन्द्र भाटलाई धम्की दिएपछि योगेन्द्र भाटले भनेका छन् म भोलि सोसल मिडियामा जान्छु, सोसल मिडियामा गयो भने गाह्रो होला भन्दै उनले भनेपछि उनको ससुरालीपट्टिले भनेका छन् तिमी जहाँ जान्छौ जे गर्छौ गर, सोसल मिडियाहरू पनि के ठुलो कुरा हो र, 1-2 दिन कराउँछ त्यसपछि सकिहाल्छ भन्दै धम्की दिएपछि योगेन्द्र भाट बल्ल सामाजिक सञ्जालमा भिडियो हाल्न बाध्य भएर भिडियो सार्वजनिक गरेको खुलासा उनले आफैले भिडियो मार्फत गरेका छन्।